नर 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 यार हाम्रो कर्मै यस्तो रहेछ नर नर। भारतीय पक्षले नेपाली सेना संयुक्त राष्ट्रसंघको शान्ति सेनामा जानका लागि भारतीयहरूको माध्यमबाट जानुपर्दछ भन्ने प्रस्ताव राखेका थिए। सार्कलाई निष्क्रिय बनाएर भारतकै अगुवाईमा पाकिस्तानलाई छोडेर दक्षिण एसियाका मुलुकहरू र एसियाका दक्षिण पूर्वका देशहरू मिलेर एउटा संगठन बनाउने सन्दर्भको विचार विमर्श हुँदा नरेन्द्र मोदीले नै सार्वजनिक रूपमै नेपालको सेना संयुक्त राष्ट्रसंघमा जाँदा भारतीयहरूको माध्यमबाट जानुपर्ने कुरा बहसमा ल्याएका थिए। त्यसबेला मोदीको प्रस्तावमा अन्तर्राष्ट्रिय शक्तिहरू सहमत नभइदिएकाले उनको कुरा पनि एक सातासम्म चलेर विश्वको राजनीतिक रंगमञ्चबाट हराएर गयो। पटक पटक नेपाली सेनालाई कमजोर पार्न भारतले खेलेको भूमिकाबाट सबै अवगत नै छन्। अन्तिम पटकको भारतको प्रयास जेएनजी आन्दोलनभित्र घुसपैठ भएर हावाहुरी आए जस्तै आयो, तर सबै खाले हुरीलाई छेक्न नेपाली सेना सफल भएको छ। फेरि पनि भारतले तिहारपछि अर्को र अन्तिम प्रयास गरेर नेपाली सेनाको भूमिकालाई संकुचित गर्ने प्रयास गर्ने संकेतहरू देखिएको छ। सेना सिंहदरबार जलाउँदा ठुलो ठुलो हेरेर बस्यो भनेर 2+1 का पक्षधरहरू अझै भनिरहेका छन्। भारतले कोल्टे फेर्ने हो कि भन्ने आशंका बढेर गएको छ। तिहार पछिको स्थितिलाई रोक्नका लागि आन्दोलनकारी जेएनजी समूह र अन्तरिम सरकारबीच राजनीतिक सहमतिको रूपमा एउटा सम्झौता गरेर त्यही सम्झौताका आधारमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गराउने आधारहरू बनाउन सकिन्छ। समयमै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन हुन सकेन भने जेएनजी आन्दोलन 2 हुन्छ। त्यसबेला नयाँ सोचका साथ नयाँ परिवेशका आधारमा नयाँ नेतृत्वकर्ताहरू जन्माएर नेपालको हितका लागि नेपाली सेनाले रचनात्मक भूमिका खेल्नेछ र जसरी भारतका पटक पटकको प्रहारहरूलाई निस्तेज गरेको छ त्यसै गरी अबका दिनमा आउने थप षड्यन्त्रलाई समेत नेपाली सेनाले नेपाली नागरिकसँग होस्टेमा हैसे गरेर निस्तेज पार्नेछ। मरुभूमि जस्तै छ यो जिन्दगी, आँधीहुरी जस्तै छ यो जिन्दगी। हेलो हैन धानका मुठा पार्ने खेताला हो दुईटा देखाउँछ यो ठुलो खेतालाले। के गर्न जाने धानको मुठा बान्न